नमस्कार, म पेम्बा रेडियो खोलुङ्गा एफएम 105.6 मेगाहर्ज फेसबुक अपडेटमा तपाईलाई स्वागत छ। जिम्मेवार भएर गाडी नियमित चलाउन यातायात व्यवसायी मन्त्रीको दाहालको आग्रह। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक गाडी बन्द गर्नु गलत भएको बताउनु भएको छ। गए राति सरकारसँग भएको सहमति अनुसार यातायात व्यवसायीहरूले आज बिहानदेखि नै नियमित गाडी चलाउनु पर्ने भए पनि अहिलेसम्म नचल्नु गलत भएको भन्दै उहाँले जिम्मेवारी भएर गाडी चलाउन आग्रह गर्नु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै गाडी चलाउने यातायात व्यवसायीहरूको तर्क व्यावहारिक नभएको मन्त्री दाहालको भनाइ छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ अर्थात् निजी गाडीलाई पनि यात्रु बोक्ने वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीहरूले हिजोदेखि सार्वजनिक गाडी नचलाएका हुन्। तर सरकार र यातायात व्यवसायीहरू बीच गए राति भएको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भइसकेको छ। सहमति भए पनि सडकमा सार्वजनिक गाडी कम चलेका छन्। सबै सार्वजनिक गाडी नचल्दा यात्रुलाई शास्ति भएको छ। यातायात मन्त्री दाहालले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएकोले बाँकी कुराहरू विधेयक मार्फत सम्बोधन गर्नुहुने बताउनु भयो। यो विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उहाँले बताउनु भएको छ। यस्तै यस्तै खबर सुन्न र हेर्नका लागि हाम्रो फेसबुक पेज रेडियो खोलुङ्गा एफएम 105.6 मेगाहर्ज र टिकटक आइडी रेडियो खोलुङ्गा र युट्युब च्यानल रेडियो खोलुङ्गालाई पनि सब्स्क्राइब गर्न नभुल्नु।